सेवा वेलकम ब्याक टु इजिना राईको अर्को ब्लगमा। र आजको यात्रा भनेको चाहिँ हाम्रो खोटाङसम्म हो। हुनु चाहिँ हामी हिजो खादबारीदेखि नै हामी बसरुमा आएर त्यहाँ बस्यौँ र आज बिहानै चाहिँ हामी खोटाङ लागेको हो। र अहिले चाहिँ खोटाङको रोक्सिङ भन्ज्याङ भन्ने ठाउँमा चाहिँ हामी टी ब्रेकको लागि एकछिन गाडी रोकिरहेको छौँ। र हामी खोटाङ चाहिँ के को लागि होइन, र आज चाहिँ खोटाङमा मात्र आएको होइन, हामी एकदम ठुलो टिम आएको छौँ, 15-16 जनाको टिम आएको छौँ। अनि हामी खोटाङ के को लागि आएको भनेर चाहिँ तपाईँले भिडियो अन्तिमसम्म हेर्नुभयो भने थाहा हुनेछ। सो किप अन वाचिङ होइन। र अर्को कुरा चाहिँ के भने म एकदम एक्साइटेड पनि छु, किनभने 15 वर्षको बादमा चाहिँ म मेरो माउली गाउँ पनि देख्नेवाला छु होइन। त्यही भएर एकदमै खुसी लागेको छ होइन। सो यो खुसीहरू चाहिँ म एकदम सेयर गरिरहेको छु। सो अन्तिमसम्म भिडियो हेर्नु होला, किप अन वाचिङ। फाइनली हामी चाहिँ इन्द्रेणी पोखरी खोटाङ आएर हाम्रो आज होइन, हामी आज मन्डे टु थर्सडे हाम्रो बस्ने कोठाहरू भनेको नै यही हो। अनि सबैजनाले आफ्नो टेन्टहरू सेटअप गर्नु हुँदैछ। जस एकदम राम्रो भ्यू छ, तर सबै कुहिरोले चाहिँ अहिले छेकिरहेको छ। 360 भ्यू इन्द्रेणी पोखरी खोटाङ। स्ट्रक्चरल भल्नरेबिलिटी भयो होइन। अर्को सोसल भल्नरेबिलिटी भन्छ, किनभने हाम्रो सङ्गठन छैन, नेटवर्क छैन होइन। हामी चाहिँ 6 जनामा चाहिँ के हो त भन्दा एउटा चाहिँ टिम लिडर होइन। अघि इन्स्ट्राक्टको पनि देख्नु भयो नि मेकानिजम, एउटा टिम लिडर हुन्छ, तपाईँले खटापटन गर्ने, यता जाऊ उता जाऊ भन्ने। अब यो चाहिँ पिपी सेटमा चाहिँ जस्तो यो चाहिँ आजको हाम्रो लन्च, पुलाउ, अचार, अन्डा। हल्लिनु भएन ल, म चाहिँ हल्लिनु भएन ल। हल्लिन्छ यस्तो त होइन, जिरा पड्काउनु पर्छ है, चाम्रे माथि जिरा हुनुपर्छ। मेरो ट्राइपोड चाहिँ पदम दादा किनभने माथि सबै तयारी भइसकेको थियो नि त, माथि सबै रेडी भइसकेको थियो होइन। कफी टाइम। एकैछिनमा उठ्छु क्या, खै कता। अब हामी चाहिँ भूकम्प भएको बिरामीहरूलाई रेस्क्यु गर्न आएको। आज हाम्रो डिआर एक्सर्साइजको डे 2। अनि हाम्रो यहाँ लन्च छ, चाम्रे र आलु फ्राई, सबैजनाले खानु हुँदैछ। अन्डा पनि छ अनि बनाना पनि। ल इन्जोय एभ्रिवान। यस्तो बिचमा के छ हौ भन्नु न लन्चमा। looks good. This is rice. Taking the content बन गया यहाँ पुलाउ पुलाउ त यहाँ अन्डा यहाँ त अचार
अरे दिउँसो गम गम ल यहाँ पछाडिबाट हेर्नु त घर जाने बाटो त जस्तो त्यस्तै पो लाग्यो मलाई त बा आमामा यस्तो भएको घर पहिले यो मात्र थियो नि यो थिएन मा चेन्ज भइसक्यो यहाँनिर अर्कै घर थियो यहाँ त यस्तो भएछ पछाडिपट्टि त यस्तो भएछ उहाँ हाम्रो दादा अफिसको स्टाफ यो चाहिँ हाम्रो खोटाङ बजार रहेछ तर के गर्नु बजार सबै बन्द रहेछ खोटाङ बजार यस दादा दिक्तेल बजार लै सम्झनामा आउँछन् हजार गिलास